आमा अरूको घरमा जाँदा। भन्नु न दिदी, नभन्नु। मेरो ठुलो छोरीले त जबदेखि कलेज सकेको तबदेखि 12 बजी बिहान बेलुका तिनै टाइम उसैले मलाई चुलामा पस्नै दिँदैन। घरको सबै सिरो खेरो उसले नै सम्हालेर बसेको छ। मैले त छोरी त पाकै हो, दुईटै छोरी एक छ मेरो त। कलेज सकेकोदेखि मैले घरको काम नछुको होला, अहिलेसम्म पनि मैले एउटा केही गर्नु पर्दैन। सानो छोरी पनि दिदीको हेर्दै सबै सिकेको छ। घर कसरी सफा राख्नु, मान्छे आउँदा कस्तो व्यवहार गर्नु, के गर्नु, सबै सानोले पनि सिकिसक्यो। अब चाहिँ मलाई अलिकति ढुक्क लाग्छ है। हाम्रो घरको पल्लोपट्टिको भन्नुभएको, मेरो छोरी पनि त जाने भनेको थियो, तर मैले नपठाएको। गभर्मेन्ट जब थियो भने चाहिँ अब पठाउँथे होइन। प्राइभेट जबमा त त्यति टाढो नपठाउने हो छोरीलाई। बरु भन्दा होस् अलिक दिन पर्खी होइन, आफ्नो किस्मतमा छ भने गभर्मेन्ट जब नै पाउँछ, कतै न कतै कोसिस चाहिँ गर्नु छोड्नु हुँदैन भनेर सम्झाएर राखेको छु। भएको आमा आफ्नो घरमा रियल रूपमा। कलेज सकेको अहिले होइन, त्यो बहिनीलाई अलिकति केही सिकाइदिएन भन्यो भने आगो बल्छ, यसलाई आगो बल्छ। बिहान 9-10 बजी उठ्यो, ठिक्कै यहाँ नोकरानी छँदैछ, ठिक्क पकाएर रेडी गरिदिन्छ, अन्त खायो, फेरि सुत्यो, मोबाइल चलायो, खालि त्यही मोबाइल। के चाहिँ छ त्यो मोबाइलमा? त्यो जति टाइम त त्यो मोबाइलमा बिताउँछस् नि, त्यति टाइम कहीँ गएर काम खोज्यो भने कति राम्रो राम्रो काम पाउँथ्यो होला। केही गर्नु छैन, केही गर्नु छैन, घरको ओराको सिङ्गा पर गर्नु छैन। यो आमालाई खटाएको छ, खटाएको छ, खटाएको छ। अहिले केही बुझ्दैनस्। भोलि पर्सि नि जब आफ्नो टाउकोमा सबै चिज आउँछ नि, त्यति बेला यार, त्यति बेला बुझ्छस्। तैँले केही सिकेको भए पनि हुन्थ्यो भन्ने हुन्छस् त्यति बेला। अहिले कहाँ बुझ्छस्? अहिले बुझ्दैन। अहिले त बाउ आमाको होटलमा चल्नु छ, जे पनि चलिहाल्छ। जब आफ्नो होटलमा हुन्छस् नि त्यति बेला बुझ्छस् कस्तो दुःख हुँदो रहेछ। उसँगै कलेज सकेको त्यो पल्लो घरको बहिनी हेर, कस्तो मजाले काम आफैले खोजेर कस्तो राम्रो काम गरेर अहिले आमा बाउलाई कति राम्रो गरेको छ। अस्तिदेखि त पैसा पनि पठाउन थाल्यो अरे। देखिस्, त्यस्तो हुन्छ गर्ने छोरीहरू। हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात भनेको यस्तै हो। कति